Namaste everyone, it's me Rahul. Today is day 18 of self-improvement journey. First of all, I am hardly apologize for the not uploading video regularly. It's because my phone storage is full. Morning ma running सिधाएर field मा exercise गर्न गए. Now I feel changes in my body and mind. म आजदेखि अलि चेन्ज गर्दैछु स्क्रिप्टिङमा. होप यु गाइज अल्सो लभ इट टु. प्रोग्रामिङको उपले कोडिङ मात्र होइन जिउन पनि सिकाउँछ. उपले सिकाएका जीवनका 4 कठोर सत्य. एब्स्ट्र्याक्सन, सबैलाई आफ्ना सबै कुरा बताउनु पर्दैन. जति जान्न आवश्यक छ त्यति मात्र भन. सबै कुरा खुलासा गर्नु बुद्धिमानी होइन. इन्क्याप्सुलेसन, आफ्ना योजना, सङ्घर्ष र कमजोरी सबैलाई नदेखाऊ. केही कुरा निजी राख्ने जान्ने मानिस नै धेरै शान्त र सफल हुन्छ. नम्बर 3, इनहेरिटेन्स, तिमी कहाँबाट सुरु गर्छौ त्यो धेरै हदसम्म तिम्रो विरासतले तय गर्छ, तर कहाँ पुग्छौ त्यो तिम्रो मेहनतले तय गर्छ. नम्बर 4, पोलिमोर्फिजम, जीवनमा एउटै अनुहारले काम गर्दैन. घरमा एउटा भूमिका, काममा अर्को, समाजमा अर्को. परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने व्यक्ति नै अगाडि बढ्छ. याद राख, उप प्रोग्रामिङको कन्सेप्ट मात्र होइन, सफल जीवन जिउने एउटा सोच पनि हो. टिल देन, किप लर्निङ, किप एक्सप्लोरिङ. राधे राधे.